Hello guys, welcome back to my new video. So guys, it's me Contrast Layers को क्रिउ लिडर होइन गाइस। आज हामी यहाँ खेल्दैछौँ ब्लक्स बाइक गेम पनि खेल्दै अन्त गाइस आज हामी फुटबलमा हिजोको म्याच भएको थियो नि गाइस। त्यो के भन्छ हौ त्यो हिजोको म्याच भएको थियो नि बार्सिलोना भर्सेस स्पेनियल। त गाइस आज हामी त यो म्याचलाई रिक्रेट हाल्नु खोज्दैछौँ। हेरौँ हिजो त बार्सिलोनाले जित्यो, आज कसले जित्छ। म आज स्पेनियलको तर्फले खेल्छु होइन गाइस। आज दुई जग्गा खाएछ। आज रियल म्याड्रिड भर्सेस बेटिस 9 बजीतिर पनि म्याच छैन। एउटा खतरा म्याचहरू छन् आज पनि। आर्सेनलले पनि बाउरनेमाउथलाई 3-2 जितेको रहेछ। 3-2 डिक्लेन राइस 2 गोल हान्दैछ नि त। रियल म्याड्रिड फ्यान भएर पनि अरू क्लबको पनि फ्यान त हो म। ओके त गाइस अब हामी रिकर्ड गर्न जाँदैछौँ त्यो म्याचलाई। फर्स्ट एक्जिबिसनमा जाम फुटबल म्याच होइन गाइस, एक्जिबिसनमा जाने। अनि यहाँ गएर नेसनलमा भन्नाले पनि अब कपहरू गाह्रो गाइस खोज्नुपर्छ गाइस, टाइम लाग्छ टाइम। डोर्मेन्ट कहाँबाट आयो ले माइके चोता अर्जेन्टिना लिग रे। अब फेरि चाहिँ कहाँबाट आयो अरे कोलम्बिया लिग। हामीलाई यहाँबाट उयो खोल्नु छ स्पेनियल, यहीँ हुनुपर्ने स्पेनियल। टाइम लाग्छ कि गाइस, टाइम लाग्छ होइन। ब्राजिल सेकेन्ड डिभिजन टिम। अब स्पेनियल कहाँ छ यार, स्पेनियल जाऊ हुँदैन त स्पेनियल खोज्नु। युएसएल च्याम्पियन त यहाँ स्पेनियल छैन त। मियामी एफसी हो त यहाँ छैन। युरोप यहाँ हो नि त पाउने भनेको बढी जस्तो त। स्पेनियल अब यहाँ पनि पाउँछ कि नै हेर्नुपर्छ। पिएसबी पनि छ, पिएसबी भेटिसक्यो यार। यहाँ म्यान्चेस्टर युनाइटेड भेटिसक्यो, आर्सेनल भेटिसक्यो। तर यहाँ अहिलेसम्म उयो चाहिँ खै त हाम्रो स्पेनियल भाइ। इङ्ग्लिस सेकेन्ड डिभिजन स्पेनियल अहिलेसम्म छैन। मलाई यहाँ बार्सिलोना भेटिन सक्नु आँट्छ यार। स्पेनियल त अहिलेसम्म भेटेको छैन। फेरि स्पेनियल यहीँ भेटाउनु पर्ने हो। स्पेनियल यस्तो छ नि स्पेनियल। बेलिगन लिग चाहिँ हानेको म, बेलिगन लिग त छैन। स्विस लिग यहाँ चाहिँ स्पेनियल हुनुपर्ने हो खोइ त। एसी मिलानसम्म आइसक्यो। स्पेनियल चाहिँ अहिलेको नाम निशान छैन। इटालियन सेकेन्ड डिभिजन क्याप्टन स्पेनियल फेरि हरायो। स्पेनिस लिग अब चाहिँ आउँछ कि जिरोना यहाँ आउनु। स्पेनियल यहाँ आउनु पर्ने त खोइ त स्पेनियल। वेट गाइस, बार्सिलोना कहाँ हो स्पेनिस लिगमा होइन। स्पेनिस सेकेन्ड डिभिजनमा चाहिँ अब सेकेन्ड डिभिजनमा त हुनुपर्ने। यहाँ पनि दिएन भने नि यस्तो रिस छ मलाई। सुपर लिगमा त दिए यार, सुपर लिगमा पनि छैन कि के हो स्पेनियल त। ल म त यहाँ स्पोर्टिङ क्लब एफसी खोइ यो रियल म्याड्रिड पनि छैन जस्तो लाग्यो गाइस मलाई। छैन यार। साउथ अमेरिकाको गएर हेर्नुपर्ने। यहाँ पनि हेरेको ऱ्यान्डम ऱ्यान्डम म्याच सरी ऱ्यान्डम फेरि गाइस अमेरिकन लिगबाट हामी एउटा हामी बार्सिलोनालाई भिडाउनु पर्छ क्या अरूसँगहरू। वेट गाइस अब आज हामी इङ्ग्लिस लिगबाट होइन इङ्ग्लिस लिगबाट हामी गएर खेलायौँ। बोर्नेमाउथ 3-2 चेल्सी मान्चेस्टर युनाइटेड टोटनहम। त्यहाँ चाहिँ होइन आज मसँग उयो त छैन होइन। अब तिनीहरूले आर्सेनलसँग भिडाइदियो, हामीसँग अहिले उयो त छैन। यहाँ त गाइस मसँग यो चाहिँ भएन, यहाँ छैन नि म देखिनँ स्पेनियललाई। तर मैले म्यान्चेस्टर युनाइटेडबाट चाहिँ खेल्न पाउँछु सकेको छु क्या। यहाँबाट बार्सिलोना गएको स्पेनिसले बार्सिलोना जिरोनाबाट खेल्दैथ्यौँ क्या। बार्सिलोनाले छोड्थ्यो। मैले चाहिँ म्यान्चेस्टर युनाइटेड लिएँ होइन क्या। जेनरल सेटिङ्स जाम स्टेडियम टाइम बल पिच अफ कन्डिसन्स जेनरल सेटिङ्स होइन ठिक छ। म अब यहाँ अलिक बाहिरको यो लिनु पऱ्यो।
यिनीहरूको होममा खेल्दैछ जस्तो लाग्यो यता ठिक छ होमको जर्सी लगाइदिनु होला पनि अवेको खेल्ने हो हामी अवे होम ल स्टार्ट द म्याच ए बोइज ल गाइज म खाजा खाँदै होइन गेम खेल्न आँटेको गेममा बिहान भनेर हेर्न सक्नुहुन्छ टाइम खतरा अब म्यान्चेस्टर युनाइटेड भर्सेस हाम्रो बार्सिलोना गाइज म चाहिँ रियल म्याड्रिड फ्यान भए पनि बार्सिलोनालाई पनि सब आर्सेनल पिएसजी पर्छ सब टिमलाई सपोर्ट हान्छ गाइज म फ्यान एभ्री टिम लमिन यमाल आइज यमाललाई खमाल बनाइदिउँ क्या हो औ सेट यो कस्तो बल लग्यो यार यो हो नि त प्लेयरहरू त ला गयो ठिक छ जा हो गोल हान्दे गोल ला म्यान्चेस्टरले दुई पछि हान्छ क्या म्यान्चेस्टर युनाइटेड खतरा यताबाट म्यान्चेस्टर युनाइटेड फर्स्ट गोल हाम्रो कसले हाम्रो भन्ने थाहा भएन त्यति थाहा भएन तर हामी चाहिँ हाल्नु सबैजनाले फर्स्ट गोल भनेको हाम्रो बेन्जामिन सेस्कोले हानेको छन् म्यान्चेस्टर युनाइटेडबाट बार्सिलोना बलसँग अगाडि बढ्दै लामिन यामाललाई पास दिएछन् लामिन यामालले बल कोडाउँदै गोल बार्सिलोनाले पनि यतातिर फर्हान टोरेसबाट गोल हानेको छन् असिस्ट लामिन यामाल ठिक छ हुन्छ गाइज ल यहाँबाट खतरा खेलेछन् काउन्टेसँग बल देख्न सक्नुहुन्छ हाम्रो यताबाट पनि बल लगिरहेछन् बार्सिलोनालाई फेरि बल पाएको छन् राम्रो अपर्च्युनिटी गोल हान्ने फर्हान टोरेस तर ला पेनल्टी सुट आउट यहाँतिर हाम्रो फाउल हानेका छन् रफिनाले गोल हान्ने कोसिसमा यो रोक्दियो सेपमा हान्दिसकेछन् ओइ लमा फेरि यहाँ लामिन यामालले गोल मिस अपर्च्युनिटी हान्दै अरे बराबरीको लिडमा सबैजना अरूतिर बल फ्याँक्दैछन् यहाँतिर बल पाएर सर्ट हानेका छन् यहाँ राम्रो सेप पाएका छन् जोन गार्सियाले गरिरहेका छन् राम्रो सेप स्पेनको म्याच जस्तै राम्रो सेप गरिसकेका छन् अब बार्सिलोनाको हातमा छ फेरि अगाडि काउन्टरमा गर्दै काउन्टर सुरु भइसक्यो रफिनेसँग बल आउट हानिसकेका छन् लिएर यो हाम्रो केटाहरूको राम्रो डिफेन्स छ यहाँतिर फेरि एउटा राम्रो अपर्च्युनिटी पाएका छन् तर यहाँ बल खोसिसकेका छन् बार्सिलोनाको अट्याक तर फिका परेछ हाम्रो केटाहरूको अगाडि केटाहरूले गोल हान्न सक्छन् गोल ना राम्रो अपर्च्युनिटी गइसकेको छ हातबाट दबाई देख्न सक्नुहुन्छ अहिले फेरि एरिक गार्सिया जोन गार्सियाको
गोली चलाउँछ अहिले हाम्रो फेरि माथि युनाइटेडबाट राम्रो बोलाएको छ बार्सिलोना फेरि आफ्नो अट्याकमा बल खिचिसकेर सेस्को द फर्स्ट गोल स्कोरर हेज बिन ला आफ्नो टिमको खुट्टामा लागेर पछि यो साइडमा आफ्नो टिममेटले ठुलो गोल लाग्ने सिचुएसन हराइदिसकेका छन् यहाँ अगाडि बढ्दैछन् हाम्रो केटाहरू रफिनियातिर बल ल रफिनाले तान्दै ओ रफिनाको ड्रिब्लिङ स्किल्स राम्रो फुटवर्क यसैले फर्स्ट म्याच सकिएको छ फर्स्ट हाफ बार्सिलोनालाई फर्स्ट हाफ पाएका छन् अहिलेको लागि हेरि सक्नुहुन्छ बार्सिलोना भर्सेस अगाडि बढ्न पाएका छन् बल पाएका छन् यो शट हान्नेको छन् तर भएन लेफ्ट शट यहाँबाट यिनीहरू सत्तान खोजिरहेछन् यो शट फेरि मिस भइसकेका छन् शट फेरि मिस भएको प्रेस हान्दैछन् यहाँ फेरि बल पाएका छन् फेरि बल खोजिसकेका छन् ट्याकल हान्ने कोसिसमा बल खोज्नेको फरन तोरेसले कल कडाइसकेका छन् तर रफिनियातिर बल फ्याँकेका छन् डियोगो जोटाको याद आयो मेरो नाम पढेर सी यता फेरि कडाएका छन् फेरि उतातिर बल गएको छ बाल्डेले क्रस हान्ने प्रयासमा बाल्डे सर्ट हान्ने प्रयासमा क्रस हाने तर मिस भइगयो यिनीहरूको अट्याकमा केटाहरू अट्याकमा आफ्नो प्रयास लास्टमा लिएर हानिसकेका छन् एरिक गार्सियासँग नो पोजिसन फर्नान्डो टोरेस ल्युक्सको फेरि एउटा बबल ट्याकल यो बारे नो फाउल बिना म्याथ्युस कुन्था हाम्रो माथि छ युनाइटेड अट्याकतिर बढेका छन् ब्रिवल हान्दै राम्रो फुटबल यो सर्ट तानेका छन् गोल As you can see guys, बार्सिलोनाले धुली खाँदैछन् अहिले बार्सिलोनालाई बल नपाएको देखेर मलाई राम्रो लागिएको छ सेस्कोले फेरि आफ्नो एउटा डबल गोल पठाएका छन् बल खोसिरहेका छन् नराम्रो ब्रुनो फर्नान्डेस भर्सेस फर्नान टोरेस द न्यू जेनेरेसन्स एरिक गार्सियासँग भिड्दै नाला बल खोसेर पास गर्नुपर्ने थियो नराम्रो फ्र्याङ्के जोङले बल लग्दै सेस्को ह्याट्रिक सेस्को ह्याट्रिक ओ सेट राम्रो मिस भएको छ फेरि ह्याट्रिक सेस्कोको विथमा 4-1 टु बार्सिलोना बेन्जामिन सेस्को फेरि यताबाट अट्याकमा जाने प्रयासमा छन् केटाहरू प्रेस हान्दैछन् तर यो मिलेन ब्रुनो फर्नान्डेस बल लगिसकेका छन् ब्रुनो फर्नान्डेसको ब्युटिफुल टिका खेल्न खोज्दै नराम्रो पास लागेको छन् रफिनियासँग बल खोजिसकेका छन् रफिनियाको भ्यान बजिसकेको छ बेन्जामिन सेक्सबाट पनि बल निस्किसकेको छ राम्रो प्रेस हान्दैछन् केटाहरूले राम्रो प्रेस भन्दा रुनी बर्जडेजी ले फेरि यहाँ नराम्रो पास दामी ओल्मोसँग कन्ट्रोल खोलेछन् फर्नान टोरेसले आफ्नो फेरि एक गोल फानेर एक गोलले पछाडि पठाएको तर टाइम नभएको साथ अब उनीहरूको हार्ने चान्स बढी छ
नोई 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 उगाते नै फरन टोरेसको फेरि ह्याट्रिक काफी छैन फरन टोरेसको फरन टोरेस बेन्जामिन साका ठ्याक्क गाइस ठ्याक्क बिल बट गाइस यो पालिको विनर भनेको हाम्रो छन् म्यानचेस्टर युनाइटेड पोजिसन राम्रो छ पोजिसन लगाए आजको म्याचमा यति नै अब अर्को म्याचमा देखौँला हेरौँला बाई बाई गाइस बाई बाई